दिउँसोको चाहिँ मैले आज दिउँसोमा छोरीहरूलाई खाजा बनाउन गइरहेकी छु। खाजा चाहिँ आज मैले ओट्स बनाइदिन लागेकी छु। मैले चाहिँ ओट्स बनाउनुभन्दा अगाडि यसरी भिजाएर राख्छु अनि एकछिनमा फेरि दुध थपेर अनि मजाले पकाउँछु है साथीहरू। बाहिर चाहिँ एकदमै पानी परिरहेको छ। आज चाहिँ बिहानदेखि नै एकदमै पानी परेको छ है साथीहरू। यस्तै छ, हेर्नुहोस्। यो उम्लिन लागेको दुध चाहिँ मैले यो ओट्समा हालेर अनि ओट्स पकाउँछु। अब कस्तो हुन्छ हेर्दै जानु है साथीहरू। हजुरहरूले कसरी पकाउनुहुन्छ? तर मैले चाहिँ यसरी नै ओट्स बनाउँछु। अलिकति प्रोटिन काजु बदामहरू राखेर नानीहरूलाई प्रोटिन पनि हुन्छ भनेर मैले यसरी बनाउँछु है। ओट्स चाहिँ नानीहरूले पनि एकदम मिठो मानेर खाइदिनुहुन्छ अनि मलाई एकदम खुसी पनि लाग्छ। अनि आफ्नो तरिका हुन्छ सबैको। मेरो चाहिँ पकाउने तरिका यस्तो छ है। मेरो चाहिँ भिडियो नै आफै बनाउने अनि भएको भएर चाहिँ अब एउटा हातले काट्दा अलिक गाह्रो हुन्छ। त्यही पनि नराम्रो भयो भनेर माइन्ड नगरिदिनु है। आफै गर्ने हो सबै चिज। मेरो त भिडियो गराइदिनेलाई कोही पनि हुनुहुन्न, आफै हो। त्यही भएर अब जस्तो तरिकाले जस्तो सेपले काटेको भए पनि नराम्रो नमानिदिनु होला है साथीहरू। दुध पनि अब उम्लिन लाग्यो साथीहरू। यो साइडमा फेरि कालो देखेर नमान्नु होला है। यसलाई चाहिँ हामी कुराउने भन्छौँ। कुराउनेको बास्ना पनि मिठो लाग्छ, त्यही भएर हो साथी। अब चाहिँ मैले ओट्स बनाउनलाई ओट्समा दुध पनि हालिसकेकी छु। त्यसरी नै पकाउँछु। अब मजाले दुध मजाले कच्चा कुराउनु जस्तै गरी भक पाकेपछि अनि मैले यो नट्सहरू हाल्छु र छोरीहरूलाई मिठो लगाउनलाई अलिकति गुड हाल्छु है मैले साथीहरू। यो अलिकति गुड हाल्छु, मिठो मानेर खान्छन् नानीहरूले। यो चाहिँ यसरी गइरहेको छ। ओट्स मजाले पाक्न दिन्छु मैले चाहिँ। सुकाइ पकाउँछु, लटक्क हुन्छ अनि ल मिठो हुन्छ। मेरो चाहिँ पकाउने तरिका यस्तै छ। हजुरहरूको कस्तो छ कुन्नी साथीहरू? आफ्नो तरिका हुन्छ हुन त। आज चाहिँ एकदमै पानी परेको छ अनि मैले चाहिँ छोरीलाई लिन जानलाई छाता पनि रेडी बनाएर राखेकी छु। अब चाहिँ छोरी आउने बेला हुन लागेको छ। म उसलाई वेट गरेर बसिरहेकी छु। पानी यस्तो छ साथीहरू क्यार्ने। ओट्स चाहिँ मजाले पाक्दैछ है। यस्तो लटक्क हुन्छ। ओट्स मजाले पाक्दैछ। अब चाहिँ म नट्सहरू हालिदिन्छु। हाम्रो छोरीहरूलाई चाहिँ आफैले छाता ओढाएर लिएर आइदिन लाउनु भएको छ। स्कुलकै ड्राइभर भाइहरूले यसरी छोरीलाई लिएर आइदिनु भएको छ। मेरो छोरी चाहिँ आइसकिन् अनि बाबाको काखमा गइन्। आउने बित्तिकै चाहिँ बाबाको काखमा नगइकन हुँदैन है मेरो नानीलाई चाहिँ। हजुरहरूको चाहिँ के गर्नुहुन्छ कुन्नी? मेरो चाहिँ आउने बित्तिकै बाबाको काखमा जानुहुन्छ नानी। ल है, यसरी नै म खुवाउँछु। यी सबैलाई रेडी लगाइदिएको छु। अब हामीले पनि यति खाऊँ भनेर आज चाहिँ खाना लागेका छौँ। ल है, आजलाई यति नै, बाई।